हेलो नमस्ते, म हेमराज राउत। आफूले जानेको बुझेको र रियल फ्याक्ट कुराहरू सेयर गरी तपाईँहरूलाई हेल्प गर्ने उद्देश्यका साथ यस भिडियो बनाएको छु। आज मैले तपाईँहरूलाई नेभिल ब्याङ्कको मोबाइल ब्याङ्किङ कसरी एक्टिभ गर्ने फुल प्रोसेस यस भिडियोमा र सिकाउने छु। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। यदि तपाईँहरू टेक्निकल भिजनमा नयाँ हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी नजिकै रहेको बेल आइकन अन गर्नु होला, ताकि आगामी दिनहरूमा यस्तै युजफुल भिडियोहरू मिस हुने छैन। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सर्वप्रथम तपाईँहरू प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि तपाईँहरू यहाँ नेभिल मोबाइल ब्याङ्किङ भनेर सर्च गर्न सक्नुहुन्छ। एन्ड ब्याङ्क बाई नेभिल भनेको छ है, यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले पहिला नै इन्स्टल गरेको छु, त्यस कारणले यहाँ ओपन भनेको देखाएको छ होइन। तपाईँहरूले चाहिँ फर्स्ट टाइम गर्दै हुनुहुन्छ भने तपाईँहरूको यहाँ ओपन भनेको ठाउँमा इन्स्टल भनेर देखाउँछ है त, त्यहाँ इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि अब तपाईँहरूले यो ओपन भन्ने सेक्सनमा टच गर्नु होला। ओपन भइसकेपछि तपाईँहरूले यसको इन्टरफेस गर्न सक्नुहुन्छ। यसलाई तपाईँहरूले नन स्टप नेक्स्ट गर्दै जान सक्नुहुन्छ है। यसलाई पनि तपाईँहरू स्किप गर्न सक्नुहुन्छ। यसलाई अलो गर्नु होला। अब त्यसपछि तपाईँहरूले नेभिल ब्याङ्कमा चाहिँ जुन मोबाइल ब्याङ्क तपाईँहरूले रेजिस्टर गर्नुभएको छ त्यो मोबाइल नम्बर तपाईँहरूले यहाँ राख्नु होला। मोबाइल नम्बर राखिसकेपछि तपाईँहरूले यहाँ कन्टिन्यूमा क्लिक गर्नु होला। यस्तो इन्टरफेसमा आएपछि अब तपाईँहरूले चाहिँ रेजिस्टर एक्टिभ एन्ड ब्याङ्क भनेको छ होइन। त्यसपछि तल भनेको छ ओपन फुल अकाउन्ट भनेको छ है। अब हामीले चाहिँ अकाउन्ट पहिला नै ओपन गरिसकेको हुन्छ होइन। यदि तपाईँहरूले चाहिँ नयाँ खाता खोल्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले यो ओपन फुल अकाउन्टमा टच भएर चाहिँ तपाईँहरूले नयाँ खाता खोल्न सक्नुहुन्छ। हाम्रो चाहिँ अलरेडी खाता खोलिसकेको छ। अब हामीले चाहिँ त्यसलाई चाहिँ मोबाइल ब्याङ्किङको लागि चाहिँ एक्टिभ गर्ने भएको हुनाले चाहिँ तपाईँहरू रजिस्टर एक्टिभ एन्ड ब्याङ्किङमा टच गर्नु होला। त्यहाँ टच भइसकेपछि अब तपाईँहरू चाहिँ केबाट एक्टिभ गर्न चाहनुहुन्छ त मोबाइल ब्याङ्किङ? थ्रो कार्ड एन्ड थ्रो अकाउन्ट नम्बर भनेको छ। अब तपाईँ कार्डबाट पनि एक्टिभ गर्न सक्नुहुन्छ र अकाउन्ट नम्बरबाट पनि एक्टिभ गर्न सक्नुहुनेछ। म चाहिँ अहिले अकाउन्ट नम्बरबाट एक्टिभ गर्छु। अकाउन्ट नम्बरमा जानु होला। त्यसपछि अलो गर्नुहोस्। अकाउन्ट नम्बर तपाईँहरूले यहाँ राख्नु होला। त्यसपछि भेरिफाईमा टच गर्नु होला। अकाउन्ट नम्बर राखेर भेरिफाई गरिसकेपछि तपाईँहरूको यस्तो इन्टरफेस पपअप आउनेछ। तपाईँहरूले यसलाई ओके गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ तपाईँ डाइरेक्ट एसएमएसमा तपाईँहरू रिडाइरेक्ट हुनुभएको छ। तपाईँहरूले चाहिँ यो जुन सिमबाट रेजिस्टर गर्नुभएको छ त्यही सिमबाट चाहिँ तपाईँहरूले यो एसएमएस सेन्ड गर्नुपर्ने हुन्छ है। यो सेन्ड भइसकेपछि तपाईँहरूलाई ओटिपी पिन आउनेछ, त्यो हालेर चाहिँ अगाडि प्रोसेस गर्न सक्नुहुनेछ। अहिलेलाई हामी यो मेसेज सेन्ड गरौँ। ल हाम्रो एसएमएस गइसकेको छ। अब तपाईँहरूले यसलाई ब्याक गर्नु होला। रिक्वेस्टिङ हुँदैछ तपाईँहरूको वान टाइम पासवर्ड हाल्ने ठाउँ चाहिँ अब यहाँ ओपन हुन्छ है। ल वान टाइम पासवर्ड आएको हुन्छ, तपाईँहरूले वान टाइम पासवर्ड हाल्नु होला। वान टाइम पासवर्ड हालिसकेपछि तपाईँहरूले नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि अब तपाईँहरूले आफ्नो जन्ममिति डिओबीमा हाल्नुपर्ने हुन्छ। यसरी तपाईँहरूले डेट अफ बर्थ सेट गरिसकेपछि तपाईँहरू भेरिफाई गर्नु होला। भेरिफाई गरिसकेपछि अब तपाईँहरूले यहाँ पासवर्ड तपाईँहरूले एकदमै स्ट्रङ चुज गर्नुपर्ने हुन्छ है। त्यसको लागि तपाईँहरूले 8 देखि 15वटा क्यारेक्टरको पासवर्ड राख्न सक्नुहुन्छ। क्यापिटल लेटरको पनि हुनुपऱ्यो, त्यसपछि अल्फाबेटिक नम्बर पनि हुनुपऱ्यो, त्यसपछि स्पेसल की स्टार ह्याज डट @ त्यस्तो राख्नुपऱ्यो। त्यसपछि नम्बरहरू पनि राखेर तपाईँहरूले 8 देखि 15वटा क्यारेक्टरको स्ट्रङ पासवर्ड चुज गर्न सक्नुहुन्छ। दुवै ठाउँमा सेम पासवर्ड राखिसकेपछि तपाईँहरूले अब कन्फर्म गर्न सक्नुहुन्छ। कन्फर्म गरिसकेपछि अब तपाईँहरूले यहाँ ट्रान्ज्याक्सन पिन सेट गर्नुपर्ने हुन्छ, यानि कि 4वटा तपाईँहरूले आफूलाई फेभरेट अङ्क तपाईँहरूले 4 अङ्कको राख्न सक्नुहुन्छ है। ट्रान्ज्याक्सन पिन सेट गरेपछि तपाईँहरू नेक्स्ट गर्न सक्नुहुन्छ। नेक्स्ट गरेपछि अब तपाईँहरूले यहाँ बायोमेट्रिक चाहिँ सेट गर्न चाहनुहुन्छ भने पनि सक्नुहुन्छ। यदि स्किप गर्न चाहनुहुन्छ भने पनि स्किप गर्न सक्नुहुन्छ। ल हेर्न सक्नुहुन्छ, कङ्ग्रेचुलेसन योर सर्भिस ह्याज बिन एक्टिभेटेड सक्सेसफुल्ली है। हाम्रो चाहिँ मोबाइल ब्याङ्किङ एक्टिभ भइसक्यो। अब चाहिँ हामीले अहिले भर्खरै जुन पासवर्ड राखेको थियौँ त्यही पासवर्ड राखेर तपाईँहरूले चाहिँ आइडी लगइन गर्न सक्नुहुन्छ है। त्यसको लागि अब टेकमी लगइनमा जानु होला। टेकमी लगइनमा गइसकेपछि अब तपाईँहरूले यहाँ अघि जुन पासवर्ड राख्नु भएको छ त्यो पासवर्ड राखेर तपाईँहरू लगइन गर्न सक्नुहुन्छ। अब यदि तपाईँहरूले फिङ्गरप्रिन्ट सेभ गर्नुभएको छ भने तपाईँहरूले यो फिङ्गरप्रिन्टमा टच गरेर तपाईँहरू चाहिँ
लगइन गर्न सक्नुहुन्छ है। अब चाहिँ तपाईँहरू अब यहाँ ट्रान्ज्याक्सन पिनमा फिङ्गरप्रिन्ट सेटअप गर्न चाहनुहुन्छ भने सेटअप नगर्नुहोस्। यदि गर्न चाहनुहुन्न भने तपाईँहरूले आई विल डु इट लेटर गर्नु होला। ट्रान्ज्याक्सन पिनमा चाहिँ तपाईँहरू यदि फिङ्गरप्रिन्ट सेटअप गर्न चाहनुहुन्छ भने यहाँ अघि जुन राख्नुभएको छ ट्रान्ज्याक्सन पिन त्यो राख्नुहोस्। त्यसपछि तपाईँहरू कन्टिन्यू गर्नु होला। यति गरिसकेपछि तपाईँहरूको फिङ्गरप्रिन्ट दिनुहोस्। त्यसपछि त्यति गरेपछि अब हाम्रो सक्सेसफुली भयो है। अब यदि तपाईँहरू यहाँ प्रोफाइल पिक्चर सेट गर्न चाहनुहुन्छ भने अपलोड प्रोफाइल पिक्चर गर्नुहोस्। यदि गर्नु अलिक पछि गर्न चाहनुहुन्छ भने आई विल डु इट लेटरमा टच गर्नु होला। ल फाइनल्ली हामीले चाहिँ नेभिल ब्याङ्कको मोबाइल ब्याङ्किङ कसरी एक्टिभ गर्ने भनेर तपाईँहरूलाई मैले फुल प्रोसेस सिकाएँ। सेम यही तरिका फलो गरेर तपाईँहरूले जुनसुकै मोबाइल ब्याङ्किङ एक्टिभ गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा यस्तै युजफुल भिडियोहरू लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।